guys, my name is Samar Pariyar. मैले घरमा छु घरबाट बाहिर निक्लेको हो यो हेर्नु कतिचोटि भ्लग स्टार्ट गर्ने कतिचोटि युज गर्ने हुन्छ नि त यहाँबाट माथि जाम मजाले पाते धरी देखाउँछु हामी त्यहाँ माथि गएर भेटौँ गाइज हामी यहाँसम्म आइसक्यौँ अब हजुरहरूले हेर्नु देख्नु हामी यहाँसम्म आइसक्यौँ यो हाम्रो घर त्यो चाहिँ निमेश अङ्कलको घर हो त्यो चाहिँ कसो हो थाहै भएन मलाई धेरै कुराहरू नगरिकन हामी हिँड्दै जाऊँ अनि बाख्राहरू मजाले देखाउँछु त्यो ठुलो त्यसले बच्चा पाएको है हेर्नु यो डाँडाकाँडा है यताको चाहिँ हाम्रो घर यताको चाहिँ मामा घर आएको काठमाडौँ हैन मेरो घर चाहिँ पोखरा हो है यताबाट उता टी मन्दिर पर्छ अनि उता एउटा होटल जस्तो छ हैन अब अरूहरू के कुरा भन्ने यहाँ सर्पधारी हुन्छ पछाडि मेरो पछाडि हेर्नु त त्यस्तोमा सर्प लुकेको हुन्छ हैन गाइस पुलिबाट निक्लिन फेरि आउँछ भन्ने नि हो कि कमलका बट्टा आएछ मेरो खुट्टामा जाम गाइस हामी अगाडि ओ छियाब्रे बाइक आउँदैछ सिने नै गाइस गाइस कस्तो बाइक चाहिँ होला दुईटा बाइक आइरहेछ यतातिर उतातिर गयो है बनाउन आएको होला हैन त्यस्तोहरू गर्नको लागि आएको होला अहिले हामी हिँडिरहेछौँ धेरै बेर पनि बस्नुहुन्न अब हामी भागौँ है रेडी 1 2 3 गो ओके गाइस धन्नले म यहाँ परेको स्पिडमा उताबाट भएर यस्तो चिप्लो छ नि यहाँ त्यतिरपट्टि जङ्गलमा बन्दैछ धन्नले म है यसमा चढेको थिएँ हैन केले टोक्यो है गाइस यहाँ नि भाग्यको देखाउँछ हजुरले रेडी 1 2 3 गो गाह्रो त हुन्छ तर लास्टै तर उताबाट म गुल्टिन पनि सक्थेँ होला अहिले म पाछे जस्तो त्यसरी यहाँ एडभेन्चर हेर्दा है म त्यसरी पाछे कमला आए त भिडियोमा हेर्नु न यार गाइस पुरै कमला छन् क्यामेराले पुग्छ अलिकति बा नहीं बाइक जाँदैछ यो त मन्दिर उकालो चढ्नुपर्छ हिँड्दै जानुपर्छ यहाँ मन्दिर धरिरहेछ यतै जाने यताबाट 500 कि कति हिँडेर उतासम्म जानुपर्छ हिँड्दै बाइक जाँदैन यहीबाट जाने यहीँबाटै हो यहीँ लेखेछ यस्तो देखाएर छ नि त बाइक राख्ने हो बाइक यहीँ राख्ने हिँड्दै उतासम्म जानुपर्छ अनि के भनेको रे बाबु हिँड्दै उतासम्म जानुपर्छ उता आठीसम्म त्यो त नराखाइ बडी चाहिँ दिएर बोरे त फर्काएर राख लोट कहाँ लाउने यहाँ पछाडि ए
ठेल्ला नै आउँदैन यस्ता किचक हामी चाहिँ गाइस जाम दाइहरूले सुन्नुहुन्थ्यो बनाउँछ भाइ हजुर यो ठाउँलाई के धर रसी भन्छ हो होइन के बनाउँछ यो पारिपट्टिलाई के भन्छ खै खै त्यो त थाहा भएन मलाई तिम्रो आदिमा त देखाएको पुरै देखाएको के है गाइस अब हामी घर जाम होइन यस्तै हुन्छ मान्छेहरू भेट्टिन भनेको माथि जाँदैन भनिदिएँ मैले सिधै है अब यस्तै हो दाइहरूले भन्नु त्यति मात्र देखियो यस्तो राखेको थिएँ नि त मैले यस्तो राख्नु पऱ्यो आफूबाट मेन यस्तरी र दाइहरू त्यहाँ हिँड्दै जान लाउनु भएको थियो मैले भनिदिएको यस्तरी भनेकोमा त मलाई एकैछिन भन्नु त पर्थ्यो र मैले नानीको बाख्रो खेलकुद गर्दै हिँड्छ हेर न यहाँ निमेष दाइको घर हो कोही कोहीले भोग्छ यो चाहिँ हाम्रो घर हो है यस्तो ऊ चाहिँ कोही कोहीले भोगेको छ निमेष दाइकै हो होइन दाइ पनि घरमै हुन्छ होला एकचोटि हेरिदिउँ भनेको दाइ चाहिँ यता बसिराख्नुहुन्छ है गाइस दाइको चल्लाहरू होइन आउन भ्लगिङसम्म नै एन्ड हुन्छ अरू चाहिँ निमेष दाइ भ्लगिङ हो कि मम्मीले भनेर